welcome back to my new video. I hope हजुरहरु सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छौं। आज चाहिँ आमा छोरीले भ्लग सुरु गर्दै छन्। मेरो छोरी यस्तै छिन्। हेलो गाइस। आज हाम्रो भाइले चाहिँ कुखुराको घरमा पालेको लोकल कुखुरा चाहिँ हामीले काट्दैछौँ। अन्त मैले झन् हजुरहरूलाई काटेको देखाउँछु भनेको थिएँ। यसले चाहिँ कति छिटो काटेछ कि हेर्नु न, यसले चाहिँ मलाई भिडियोमा देखाउँछु भने यति छिटो काटेर भ्याएछ कि यति छिटो। बाफ्रे ओ बाफुड्यो। कुखुरा यो चाहिँ पोथी हो है। पनि भन्नुपर्छ र हाले के पोथी भन्छन् त। हामी चाहिँ पोथी काट्दैछौँ। एउटा कुखुराको लागि हजुरहरु उहाँ खोज्न जानुभयो। अन्त पनि भन्ने हो कि आज चाहिँ हाम्रो एउटा भाले नै कुकुरले लैदियो कि केले लैदियो थाहा भएन। त्यही रिसमा चाहिँ हामीले आज अर्को कुखुरा काट्दैछौँ। अनि पोथी काटेर खाइदिनु लाग्छौँ। हाम्रो चाहिँ दुईवटा मात्रै थियो। एउटा भाले चाहिँ आन्टीले इन्डियाबाट आउनुभएको छ नि त, अनि आन्टीलाई राखिदिन्छौँ भनेको त फाइनली हाम्रो भाले नै हरायो। हामी चाहिँ अँधेरामा खोज्दै झाडीमा खोज्दै गयौँ, तर लैसकेको रहेछ। भुत्ला ततै फिजारेर राखेको रहेछ, कुकुरले लैदियो। त्यतिखेर आजकल ठुल्ठुलो कुकुरहरू हुन्छ। अन्त त्यही भएर त्यसकै रिसमा चाहिँ एउटा मात्रै पोथी बाँकी रहेको थियो। अनि दुईवटा मात्रै थियो कि। अनि आज चाहिँ पोथी पनि काट्दिउँ। अब हाम्रो खोर चाहिँ रित्तै छ गाइस, के गर्नु यस्तै छ है। अब के गर्नु त नि, त्यति ठुलो भाले त हरायो। अनि यसलाई किन राख्ने भनेर हामीले चाहिँ यसको पनि चैट गरिदिउँ। फाइनली भाइले चाहिँ कुखुरा बनाएर ल्याइसक्यो। अनि मैले चाहिँ यहाँ चाहिँ लसुन सिक्नेलहरू कुटिसक्यो। अनि प्याज पनि काटेर राखिसक्यो। आज चाहिँ हाम्रो भाइले कुखुरा बनाउँदैछ। आज चाहिँ यसले कहिले काट्दैन, खालि बनाएर मात्र टिक्का पारिदिन्छ नि त। त्यही भएर यसलाई मैले आज कुखुरा पनि काटेर पनि देखा भन्न लाग्छ। के गर्दो रहेछ है, हेर्दै गर्नु होला। किन नआउने, आउँछ। आउँछ सिके भने के जानिन्न भन् त। सिके भने के जानिन्न हो क्या। मासुवाली चाहिँ म हो है। म मासु पकाउने म, काट्ने भाइ। अनि कस्तो हुन्छ अहिले हेर्दै गर्नु होला। भाइले चाहिँ बनाएर गइसक्यो। मैले चाहिँ अब कुखुरा काट्दैछु, मासु काट्दैछु। भाइले चाहिँ पोल्ने बताइदिने गऱ्यो। अनि चाहिँ म चाहिँ कुखुरा मासु बेला चाहिँ काट्न जान्दैन नि त। अनि त्यही भएर चाहिँ मैले काट्दैछु। हेर्नु साथीहरू, मम्मीले यसरी मासु काट्दै हुनुहुन्छ। त्यहाँनिर मासु छ, त्यहाँ चाहिँ भात पाकिसक्यो। मैले चाहिँ रोटी खाँदैछु। यो चाहिँ हिजो बनाएको हो। हामीले चाहिँ भ्लग गर्न पाएनौँ, त्यसको लागि एकदम सरी। मैले चाहिँ भर्खरै मासु काटेर भ्याएँ। अनि चाहिँ कराई बसाल्दैछु। यो चाहिँ मसला, यो चाहिँ रातो खुर्सानी, बेसार अनि नुन रेडी छ। यहाँ चाहिँ हिजोको सेलरोटी खाँदैछु गाइस। अनि यहाँ चाहिँ कराई बसालिसकेँ। हाल्दैछु।
डेक्चीमा कल पकाउनु प्याज अघि कुटेर राखेको लसुन र अदुवा मैले प्याज हालिसकेँ। अब प्याज रातो रातो भएपछि बेसार नुन यसरी हाल्छु। मैले सबैले पकाउँछ छुट्टै छुट्टै स्टाइल हुन्छ नि त, मैले चाहिँ यसरी पकाउँछु है। हजुर छोरी चाहिँ पकाउन लागेपछि ऊ चाहिँ टुक्टुक्कै आइपुग्छ है, म चलाउँछु भनेर। अनि मैले चाहिँ नचलाउ छोरी पोल्छ भनेर ल जाऊ तिमी ल म आफै पकाउँछु। मेरो छोरी चाहिँ मान्दैन क्या, म पनि पकाउँछु मलाई तेलसित डर लाग्छ नि त, अनि हात पोल्छ यताउति हुन्छ भनेर डर लाग्छ। तेलको दाग चाहिँ जान्न नि त, त्यही भएर म आफै पकाउँदैछु। किन त्यो सिमरन आन्टीको मेरो सिमरन आन्टीले मलाई उयो ल्याइदिनु के गर्ने लाउनै पर्ने, छोरीले दिएपछि नलायो भने हुन्छ। यस्तो देख्छ मेरो हातमा चाहिँ, हात चाहिँ कालो छ, के गर्नु यस्तो छ। अनि मैले चाहिँ अब प्याज रातो रातो भइसक्यो। अब चाहिँ मैले बेसार हाल्नुपर्छ। बेसार नुन हाल्नुपर्छ। मैले चाहिँ टमाटर हाल्दिनँ किनभने अब मम्मीलाई पिनास छ नि त, हात खुट्टा दुख्छ रुगा लाग्छ भन्नुहुन्छ। अनि त्यही भएर म चाहिँ टमाटर चाहिँ हाल्दिनँ, नर्मल बनाउँछु। बेसार नि भयो। अब चाहिँ म मासु हाल्छु। हाम्रो मासु रहेको छ यति, आधी चाहिँ छुट्टाएर राखेँ भोलि पकाउनु भनेर। अनि भोलि पकाउनु मिठो हुन्छ नि त झोलसित, अनि त्यही भएर आज थोरै मैले चाहिँ मासु हालेर चलाएँ। एउटा हातले भिडियो गराउँदैछ नि त, त्यही भएर एउटा हातले कटलरी समाउनु पर्ने, तर मिलेन, यस्तो भइरहेको छ। सबैले छुट्टै छुट्टै तरिकाले पकाउनुहुन्छ, मैले यसरी पकाउँछ आफ्नो तरिका हुन्छ। यस्तो भयो भनेर भन्नु होला। मैले काटेको मैले पकाउँदैछु, के गर्ने। मम्मी सुस्मिताले फोन गरे मेरो मोबाइलमा, म भिडियो गराउँदै हो, एकछिन गर्नु त हजुरले। मम्मीले लिनुभयो। मैले चाहिँ रातो खोर्सानी खोर्सानी हालिदिएँ। अनि यो चाहिँ मसला, मेरो चाहिँ बहिनी बुढिस छ नि त, उसले चाहिँ फोन गरिरहेको, म चाहिँ भिडियो पकाउँदैछु। त्यही भएर मम्मीलाई चाहिँ बहिनी फोन गर्नु त, बहिनीले फोन गरेछ म भिडियो गराउँदैछु भनेर चाहिँ।
त्यो भयो हाम्रो मासु चाहिँ। हाम्रो दाउ चाहिँ नलाग्ने भएर काटेको नसकेर म चाहिँ यस्तो दुःख भयो। उता जाउँ न, पिरो लाग्छ छैन नि, ऊ छुट्टिन्छ अहिले। यस्तो देखियो मासु चाहिँ। यो चाहिँ अघि थिपेको लसुन र सुक्ने लङ सुक्ने पनि हालिदिनुपर्छ। मलाई चाहिँ मसला अलिकति थोरै भयो जस्तो लाग्यो, अनि त्यही भएर मसला हालिदिनु लाग्छ। हामी चाहिँ धुलो मसला खान्छौँ, मिर्चा खाँदैन। अलिक कम भयो जस्तो लाग्यो, त्यही भएर। चाहिँ अघि पिनेको लसुनको पेस्ट चाहिँ हाल्न लाग्दैछु। पर्छ लसुनको पेस्टले। साथीहरू, मेरो मामुको बर्थडे आउनु लाग्यो नि। मामुको बर्थडेको दिन हामीले भ्लग गराउँछौँ है। मामुको लागि केही स्पेसल आउँदैछ। मेरो छोरीले चाहिँ ढाँटेको के हजुरको लागि स्पेसल छ भन्छ, तर भन्नु छैन के होला। कस्तो दिन देख्नु छ। मैले दिदी होइन नि, फेरि मेरो गिफ्ट आइदियो नि त। कसको? मेरो र बाबाको मिक्सिङ गरेर। हेर्छु कति धेरै कस्तो खाले गिफ्ट रहेछ। मेरो चाहिँ बर्थडे चाहिँ सरप्राइज हुन्छ। मेरो बर्थडे चाहिँ फागुनको 2 गते भ्यालेन्टाइन डेको दिन परेछ। मेरो छोरीले चाहिँ गिफ्ट दिने हो हजुरलाई सरप्राइज भनिरहेको छु। अब के गिफ्ट होला त सोचिरहेको। अस्ति नै भ्यालेन्टाइन डेको दिन बाबा आउनुभयो थियो। बाबाले मम्मीले रोज दिनुभएको नि, अनि मैले रोज र चक्लेट दिएको। अनि बर्थडे परेको थियो। मम्मी तपाईँको बर्थडे हो त शनिबार परेछ हो र। मेरो छोरीको चाहिँ स्कुल छुट्टिन्छ भनेर मक्ख छ क्या, मक्ख। मम्मीको बर्थडेको दिन न छुट्टी छ, शनिबार छ। मेरो बर्थडे अझै हक्ती आउनलाई कतिको चाहिँ मैले सबै थोक हालिसकेँ। यसलाई चाहिँ ढाक्नु पर्छ मजाले। मलाई गर्नै दिनु भएन। एउटा भाँडाले छोपिदिनु पर्छ। यसलाई चाहिँ मजाले पाक्छ। 5वटा सरप्राइज छ मम्मी बर्थडेको दिन। त्यतिखेर त मैले गर्ने हो र।
बेगिला अनि तपाईँको लागि सरप्राइज छ तपाईँले अनबक्सिङ गर्नुहुन्छ त्यही भएर हो र मैले त मम्मीले देखाइसके मेरो गिफ्ट के हो भनेर तर बाबाको चाहिँ कति राम्रो छ मलाई भन्नु भयो बाबाले हो र मैले त मम्मीलाई भनिसकेँ मैले त मामुले सनफ्लावर र कार्ड दियो हेरम हेरम कसको राम्रो रहेछ है गिफ्ट बाबाको सबसे राम्रो हो र मेरो भन्दा हेर्न पर्यो कस्तो गिफ्ट दिँदा रहेछन् मलाई नि बाउ छोरीले चाहिँ यस्तो राम्रो गिफ्ट हो नि ल ल म त्यतिखेरै भन्छु है त ल मामुको बर्थडेको दिन आउँदा मैले गर्ने अब ह्याप्पी बर्थडे मामु भनेर तिम्रो कपाल त उम्न लागेको देखेँ है मेरो छोरीको चाहिँ कपाल त्यस्तै हो क्या जति तेल लगाएको ग्याङग्राङमा पर्छ राम्रै छैन मेरो छोरीको कपाल चाहिँ त्यही भएर मैले मेरो छोरी कपाल काटिदिन्छु भनेको मान्दिनँ न काटिन्छ है न अब त मुन्डुलो बनाइदिने कपाल मम्मी ये भाडा चक्का सक्ने था मैले यसमा मह राखेको थिएँ सब चाट दिएँ मैले यो चाहिँ एकदम महहरू जान्छ मेरो छोरी चाहिँ खालि मह खाएको खाएको भोलि त हामीले घाममा बसेर ओरेन्ज खाने हो ग्रास खाने हो अनि बदाम खाने हो बाफ भोलिको ब्लगमा देखाउने हो हामीले हाम्रो ब्लग चाहिँ मेरो छोरीले गिफ्ट दिएको अरे यो खुल्यो छ नि खुइले हरे अनि त्यही भएर खुइलेको भए पनि लगाउनु मम्मी भनेर मेरो छोरीको चाहिँ मैले विचार आफ्नो छोरीले दिएको नि थर्ड गिफ्ट हो लगाएको फर्स्ट गिफ्ट हो छु देखेछ त बर्थडेको फर्स्ट गिफ्ट हो सेकेन्ड त सनफ्लावर अनि थर्डमा कार्ड मैले देखाइदिउँ के गर्नु यस्तै छ आज चाहिँ एकदम ढिलो भयो कि पकाउन चाहिँ अनि मम्मीहरू चाहिँ कामले त काउसरी जानुभएको थियो नि त अनि म चाहिँ नानी सानो नानी नि त अनि त्यही भएर के गराउनु नानी चाहिँ पकाउन दिएको थिएन अनि म लिएर बसिरहेको थिएँ मम्मीहरू कहिले आउनुहुन्छ र अनि बल्ल पकाउनु पर्ला भनेर बसिरहेको थिएँ अनि मम्मी अझ ढिलो आउनुभयो अनि गर्दा के गर्दा अनि आज चाहिँ पकाउन ढिलो भइसक्यो 9 बजिसक्यो होला सायद कुखुरा काट्दा बनाउँदा अनि भर्खर पकाउँदा यस्तो भयो यति बजिसक्यो अनि मैले मामुलाई त ब्रेसलेट दिएँ अनि सनफ्लावर मेरो छोरीले चाहिँ सनफ्लावर केले बनाएको भन्नुहुन्छ भने केले किन्छ मेरो छोरीले त जहिले पनि मम्मी म केले किन्छु भन्छ त्यो रिजल्टको दिन किनेको थिएँ नि हो त्यतिखेर मैले भने सनफ्लावर यो चाहिँ मैले देखाएको थिएन मेरो छोरीले चाहिँ केलेबाट एकदम कति राम्रो राम्रो बनाउँछिन् यता हेर्ने कार्ड हातमा ब्रासलेट कार्ड हेर्ने हो मेरो छोरी चाहिँ मेरो बर्थडेको लागि अहिलेदेखिबाट बनाएको अरे अनि एउटा गिफ्ट चाहिँ मैले के लेखेछ त्यहाँ देखाइदेऊ न यहाँनिर लेखेको छ मामु ह्याप्पी बर्थडे लेखेको छ यहाँनिर आई लभ यु लेखेको छ अनि यहाँनिर पनि गर्ने ह्याप्पी बर्थडे मम्मी भने अनि ह्याप्पी बर्थडे मम पछाडि दुईवटा स्टिकर छ मैले एउटा चिज भने तपाईँ मेरो फ्रेन्ड्सहरूलाई मैले मामुले देखाएन त्यो चाहिँ मैले आज देखाउँछु हातमा लाउने अर्को कस्तो छ त मेरो छोरीले बर्थडेको लागि रे अहिलेबाट दिइरहेछिन् फेरि देखाइछिन् तर मैले चाहिँ मम्मी बर्थडेकै दिने दिन्छु अहिले चाहिँ दिन्न हजुरलाई देखाएको मात्रै भनेर चाहिँ ब्रासलेट हातमा लगाउने ब्रासलेट या त दिल पनि हालिदिने I love you too पानी निस्केछ सबसे मलाई त राम्रो लाग्यो सनफ्लावर मैले त कति कुरा बनाएको थिएँ मैले पनि बनाएको आमाले नानी अल्टो जाऊ है आँखामा छिटो मामु हजुर आमाको बर्थडे पनि फागुनको 6 गते होइन खै आमाको बर्थडे
अरे हाँ हो र? मलाई चाहिँ पकाएको चाहिँ यसरी सुँग्न मलाई वाउ मैले चाहिँ फेरि ढोगिसकेँ एकछिन चाहिँ पकाउनुपर्छ मासुलाई मजाले नपकाएसम्म मलाई चित्तै बुझ्दैन लायो मेरो छोरी चाहिँ ल्याक्टोजन सिद्धियो भनेर चिन्तामा छ सिद्धिन लायो हुन्थ्यो छोड्दो भ्याइयो त भ्याइयो सिद्धिन ला के इतिहास मैले चाहिँ साइकल कहिल्यै स्याहार दिने कि जतिखेर नि त्यस्तै हो जतिखेर नि त्यस्तै हो मैले गाडी गरेर भित्र हान्नलाई चाहिँ बल्ल 9 बजे राति त्यही भएर मैले यसलाई साइकल चलाउनु दिन्न साइकलको जतन नै गरिदिने अरूलाई चलाउनु दिन्छु बिगार्छु मैले चाहिँ झोल हालिसकेँ पाकेर झोल हालिदिन्छु अनि हालेर माथिबाट चाहिँ सरर टमाटर मसला हाल्दैछु कस्तो हुन्छ अब खाएपछि थाहा हुन्छ जस्तो लाग्यो तन्नु शरारत सिखावा जजी मेरा लडावा झोल हालिसकेँ तन्नु मलाई कुखुराको मासुमा चाहिँ झोल हालेर खाएको चाहिँ एकदम मनपर्छ है त्यही भएर चाहिँ मैले टन्न झोल हालिदिन्छु अहिले झोलसित भात खानुपर्छ मेरो छोरीलाई चाहिँ टाइममा मैले होमवर्क गर छोरी होमवर्क गर मैले किन गरेको थाहा मैले भोलि मानिने अनि यो चाहिँ स्कुलबाट आउँदा बित्तिकै खेल्न साइकल लिएर दौडिन्छ अनि दौडी अनि किन होमवर्क नगरेको छोरी भन्दा उसलाई चाहिँ भोलि छुट्टी भयो भने उसलाई चाहिँ त्यो स्कुलबाट आएको दिन चाहिँ होमवर्क गर्नै हुन्न अरे के अनि म गर्दिनँ मेरो भोलि छुट्टी छ म भोलि गर्छु भनेको मान्छे अहिले फेरि यहाँ भान्सामा आएर मेरो छोरी आएर होमवर्क गर्न बस्छिन् अब के भन्नु मेरो छोरी किन भन म्याथ गर नेपालीको धेरै होमवर्क छ त्यही भएर अझै भ्याउनी भनेको अनि अझै भ्याउनी भए टाइममा गर्नुपर्छ कि पर्दैन अघि चाहिँ किन खेलेर हिँडेको सुत्ने बेलामा चाहिँ होमवर्क लेख्न बसेर हुन्छ टाइमको ख्याल गर्नु पर्दैन यस्तो छोरी छ यस्तो छोरी भनेको नमाने छोरी पो कसको छ भन्नु होला है गाइस हजुरहरूले चाहिँ आज किन ग्यास नपकाएको भन्नु होला है आज चाहिँ मलाई एकदम च्याउलायो अन्त आज चाहिँ आगो फुक्न च्याउलायो म सधैँ कति दिन भयो है यो जाडो महिना लाग्यो त्यहीबाट चाहिँ मैले सधैँ आगो फुकेर पकाउँथेँ अनि आज चाहिँ च्याउलाएर अनि जाँगर पनि लागेन अनि होस् आज फुक्दिनँ भनेर मैले चाहिँ आज ग्यासमै पकाएको खाना भात तरकारी हेर्नुहोस् त गाइस मैले मासु बनाएँ झोल हेर्नु न यस्तो मिठो छ कि वाउ भन्नै नपर्ने यस्तो मासु कसले बनाउन सक्छ तपाईँले गर्नुभएको क्या कुरा आफै आएको मलाई थाहै छैन छोरी फाइनली मेरो यस्तो भयो मासुको झोल अब सरप खानुपर्छ हाम्रो चाहिँ घरमा एक्कासी क्यौँ गरेको आवाज आयो मेरो छोरी चाहिँ डराइन् मम्मी यहाँ होमवर्क गर्दा गर्दै मेरो छोरी चाहिँ डराएर मम्मी के हो भनेर दौड्यो के होला त भूत आएको हो त छोरी पक्कै मैले त्यस्तै लामो साइकल निकाल्दा पनि त्यस्तै आउँदा त म पक्क हो मेरो छोरी चाहिँ स्ट्रङै छैन के एकदम डराउँछिन् अनि डराउनु दिएको होला भूतले भने मेरो छोरी चाहिँ साँच्चै हो त भूत आएको हो त छोरी हो ल अब चाहिँ हाम्रो तरकारी पाक्यो फाइनली अब चाहिँ हामीले खानुपर्छ भात ढ्यान्डेन पाक्यो फाइनली मैले चाहिँ भात खान लागिसकेँ मासु र भात मेरो छोरीले खाँदैछिन् अन्त तपाईँको पाङ्राले हात बनायो मेरो पाङ्राले हाड बनेर म चाहिँ खाँदैछ मासु र भात कस्तो छ छोरी मासु मिठो हेलो गाइस कस्तो लाग्यो त आजको भिडियो कमेन्टमा गएर भनिदिनु होला आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ दिस भिडियो बाई गाइज